सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधि सभा उपसभामुख इन्दिरा राणा मगरलाई हटाउने रणनीति पुनः अघि सारेका छन्। 9 महिना अघिको प्रयास असफल भएपछि यो विषय फेरि संसदमा प्रवेश गरेको छ। प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंहले सत्तारूढ दलहरू जेठ महिनाभित्र उपसभामुख राणा मगरलाई पदमुक्त गर्न चाहेको सूचना पाएको भन्दै विरोध जनाएका छन्। उनले यो चलखेललाई जातीय विभेदको संज्ञा दिँदै कांग्रेस र एमालेमाथि कड़ा आरोप लगाएका छन्। सांसद सिंहले जनजाति भएकै कारण राणा मगरलाई हटाउन खोजेको दावी गरेका छन्। उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा राज्य मन्त्री कान्छाराम तामाङ र स्वास्थ्य सचिव बन्न नपाएकी डाक्टर संगीता मिश्र जस्ता पात्रहरूको उदाहरण दिँदै सरकारमाथि जनजाति, मधेसी र महिलामाथि विरोध मानसिकताको आरोप लगाएका हुन्। उनले संसदमा 2084 को चुनाव आउँदा आफ्नो दरबारबाट डाँडा काट्नुहोस्, कांग्रेस मधेसी, जनजाति, थारू, मुस्लिम र महिला विरोधी छ। सिंहले संवैधानिक निकायमा पैसा बापत नियुक्तिको आरोप पनि लगाउँदै भनेका छन्, पूर्व सचिवहरूलाई भनौं 10-15 करोड़ बुझाउनुहोस् नियुक्ति पाइन्छ, कांग्रेसलाई पैसा बाहेक केही चाहिएको छैन। कांग्रेस पदाधिकारी बैठकमा उपसभामुख हटाउने विषय प्रवेश गरिसकेको छ। गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी दिएको स्रोतको दावी छ। साथै बागमती, कोशी र लुम्बिनी प्रदेशमा रहेका राप्रपाका सभामुख उपसभामुख हटाएर माधव नेपाल नेतृत्वको नेकपालाई समेट्ने छलफल समेत भइरहेको बुझिएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफूलाई उपसभामुख हटाउने विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्। गत भदौमा पनि उपसभामुख हटाउने प्रयास भएको थियो, जब राणा मगरको अमेरिकी दूतावासलाई लेखिएको भिसा अनुरोध पत्र सार्वजनिक भएको थियो, तर ती प्रयास व्यापक आलोचनापछि रोकिएका थिए। संविधानको धारा 91(6) ग अनुसार उपसभामुखले पद अनुकूल आचरण नगरेको प्रस्ताव 2/3 बहुमतले पारित भएमा मात्र पद मुक्त गर्न सकिन्छ। हाल सत्ता गठबन्धनसँग प्रतिनिधि सभामा 188 सीट छन्, जुन 2/3 भन्दा 4 सीट बढी हो। राणा मगरको हटाई संवैधानिक परिषदमा बहुमत सुनिश्चित गर्ने रणनीतिको भाग हो भन्ने बुझिन्छ। हाल परिषदमा प्रधानमन्त्री सहित सभामुख, प्रमुख प्रतिपक्षका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्। तीमध्ये सभामुख बाहेक सबै विपक्षमा छन्, जसले नियुक्ति प्रक्रियालाई अवरुद्ध पारेको छ।